हेलो हाई एभ्रिवान, इट्स मी ममता राई। म चाहिँ मेरो प्यारो माइती गाउँ गएर आज घर फर्किँदैछु धेरै दिनको बादमा। किनभने अस्ति 18 गते परेको अत्याधिक पानीको कारणले गर्दाखेरि सबै बाटोहरू अवरुद्ध भएको थियो र केही दिन म पर्खेँ, तर गाडीहरू खुलेन। किनभने बाटोको स्थिति यस्तो छ, हजुरहरूले पनि देख्न सक्नुहुन्छ। त्यही कारणले गर्दा आज म हिँडेर भए पनि मेरो घर जाँदैछु। अनि त्यो दिनको अत्याधिक वर्षाको कारणले एकदमै धेरै क्षति भएको छ। बाटोहरूको स्थिति यस्तो छ, देख्न सक्नुहुन्छ। अब यो 1-2 दिनमा त यो सम्भव छैन बनिने, त्यही भएर धेरै दिन लाग्ने भएको कारणले गर्दा आज म हिँडेर भए पनि मेरो घर जान बाध्य भएको छु। र मेरो साथमा छ मलाई घर पुर्याउन गएको मेरो प्यारो भाइ अनि मेरो छोरा। हामी जाँदैछौँ। यो 18 गते आएको यो अत्याधिक वर्षाको कारण सबै क्षति भएको छ। यहाँ धेरै बाटोहरूको अवस्था यस्तो छ। अब यो बाटो कहिले बन्ने हो, कति दिन लाग्ने हो बन्नका लागि। मान्छेसम्म चाहिँ हिँडेर जाने अवस्था छ, तर के छैन भन्दाखेरि यहाँ यातायातको सुविधा छैन। किनभने बाटो यस्तो छ, देख्न सक्नुहुन्छ। पहिरो यसरी झरेको छ। अब यो सम्भवै छैन 1-2 दिनमा त यो बाटो बनिने भन्ने त कल्पना पनि गर्न सकिँदैन। किनभने अत्यन्तै धेरै बाटो पानीले खोलेको छ, पहिरो झरेर पुरेको छ। भाइ